नमस्ते साथीहरू, तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। के तपाईँलाई कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ परेको छ? यदि परेको छ भने कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ मेरो सेयर एकाउन्टमा ट्रान्सफर भएको छ, अर्थात् डिमार्ट एकाउन्टमा आएको छ। अब यस कम्पनीको आइपिओ नेप्सेमा कहिले लिस्टेड हुन्छ, यस कम्पनीको ओपनिङ प्राइस नेप्सेमा कति रहेको छ, तपाईँले चाहिँ कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओबाट कति रुपियाँसम्म कमाउन सक्नुहुनेछ भनेर सम्पूर्ण जानकारी लिनेछौँ। यो सम्पूर्ण जानकारी लिनको लागि भने तपाईँले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ हात पारेका लगानीकर्ताको डिमार्ट एकाउन्टमा सेयर ट्रान्सफर जम्मा गरिएको छ, अर्थात् कालङ्गा हाइड्रो पावर कम्पनीले आफ्नो सेयर रजिस्ट्रार सिडिएसीमा गराएपछि यस कम्पनीको आइपिओ हात पारेका लगानीकर्ताको डिमार्ट एकाउन्टमा सेयर ट्रान्सफर गरिएको हो। अब यस कम्पनीको आइपिओ केही दिनभित्र नेप्सेमा लिस्टेड हुनेछ र यस कम्पनीको आइपिओ हात पारेका लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सक्नुहुनेछ। कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ नेप्सेमा लिस्टेडको कुराकानी गर्ने हो भने यस कम्पनीको आइपिओ आउने हप्ताभित्र नेप्सेमा लिस्टेड हुने सम्भावना रहेको छ भने यदि आउने हप्ताभित्र नेप्सेमा लिस्टेड नभएको खण्डमा अर्को हप्ताभित्र पक्कै पनि यस कम्पनीको आइपिओ नेप्सेमा लिस्टेड हुनेछ। कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ तपाईँले दोस्रो बजारमा कारोबार गर्दाखेरि केएएचएल सिम्बलबाट कारोबार गर्न सक्नुहुनेछ भने यस कम्पनीको ओपनिङ प्राइस नेप्सेमा भने रु 100 रुपियाँदेखि 300 रुपियाँसम्म तोकिएको छ भने कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ नेप्सेमा लिस्टेड भएपछि यस कम्पनीको ओपनिङ प्राइस पनि रु 300 रुपियाँमा नै हुने उच्च सम्भावना रहेको छ। कुनै पनि कम्पनीको आइपिओ नेप्सेमा लिस्टेड भइसकेपछि नेप्सेले तोकेको ओपनिङ प्राइस हाई रेन्जमा नै हुने भएको कारणले गर्दा कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओको ओपनिङ प्राइस पनि रु 300 रुपियाँमा नै हुने उच्च सम्भावना रहेको छ। कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओको प्रति किता मूल्य कतिसम्म जाला भनेर कुराकानी गर्ने हो भने यस कम्पनीको प्रति किता मूल्य कम्तीमा पनि 900 रुपियाँदेखि 1100 रुपियाँसम्म जान सक्ने उच्च सम्भावना रहेको छ भने यस कम्पनीको आइपिओमा कम्तीमा पनि 8 देखि 10 दिनसम्म सकारात्मक सर्किट लाग्ने उच्च सम्भावना रहेको छ। अब कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ मेरो सेयर एकाउन्टमा ट्रान्सफर भएसँगै तपाईँले आफ्नो डिमार्ट एकाउन्ट लगइन गरेर तपाईँको डिमार्ट एकाउन्टमा अर्थात् मेरो सेयर एकाउन्टमा कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ आएको छ कि छैन भनेर चेक गर्न सक्नुहुनेछ। अब तपाईँले कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ नेप्सेमा कारोबार गर्नको लागि भने केही दिन कुर्नुपर्ने भएको छ। नेप्सेमा लिस्टेड भइसकेपछि तपाईँले चाहिँ कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओको कारोबार गर्न सक्नुहुनेछ। हस्त साथीहरू, आजको लागि यति नै। तपाईँले जानकारी पाइसक्नुभयो कालङ्गा हाइड्रो पावर कम्पनीको आइपिओ मेरो सेयर एकाउन्ट अर्थात् डिमार्ट एकाउन्टमा सेयर ट्रान्सफर भएको बारे। यस कम्पनीको ओपनिङ प्राइस नेप्सेमा कति रहेको छ, कहिलेसम्म यस कम्पनीको आइपिओ नेप्सेमा लिस्टेड हुने सम्भावना रहेको छ, यदि यस कम्पनीको आइपिओमा 8-10 दिनसम्म सकारात्मक सर्किट लागेको खण्डमा भने प्रति किता मूल्य कतिसम्म जान सक्ने सम्भावना रहेको छ भनेर सम्पूर्ण जानकारी पाइसक्नुभयो। साथीहरू, आजको लागि यति नै। म यस्तै सेयर बजार सम्बन्धी र आइपिओ सम्बन्धी भिडियो लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्मको लागि बिदा हुन्छु। नमस्ते।